don't forget to subscribe. So what's up everyone? हामी अहिले चाहिँ गोर्खातिर है हन्टिङमा शिवरात्रिको दिन नै गाजा सकिन्छ तेत आकाशले फोन गर्नु हो बरु खाना यो ड्युटी छ ल आज गोर्खा भिजिट हान्नु है यस्तो छ भ्यू आज घामै मजाले लागेन नि त दाइ लाग्छ नि लाग्छ बिस्तारै लाग्छ त्यही हो हैन गोर्खाको बुढो हेर्नु नि गोर्खाको बसाइ आज भने कुन हो काफलको बस किम्मु हो त्यो अघि त्यो अर्को काफल त्यही त ल काँक्रा खतरा यसरी रोप्दो रहेछ नि त काँक्रा काठमाडौँतिर त्यो स्वादै नहुने काँक्राहरू यही होइन केजीमा पाउँछ कि होइन केजी सिस्टममा पाउँछ अनि आउँछ टन्नै आउँछ केजीमा साह्रै हुँदैन क्या क्ल्याङ क्ल्याङ पानी मात्रै त्यो खाले काँक्रा यताबाट आउँदो रहेछ है गाइस सो यस्तो ठाउँतिर होइन चिलअप सुस्ता ग्याङ सुस्ती ग्याङ पारा सुस्ती ग्याङ अन द रोड है घुमघाममा यस्तो यस्तो छ गाउँ सुस्ती ग्याङहरू यो पारी छ गाउँ भनेर यता हो फेरि भ्लग बनाऊ भनेर क्यामेरा तेल साउँछु के हुन्छ कि दिमाग है सुस्ता ग्याङको मेम्बर ए सुस्ती ग्याङ नम्बर 1 सुस्ती ग्याङको गाउँ आयो है दाइ फाइनल्ली सुस्ती ग्याङ कहाँ आइपुग्यो हामी ओ तल हाइड्रो त्रिशुली म्याचिस चल्यो यता पर गाउँ छ होला नि त दाइ गाउँ खोजेर होइन गाउँ होइन गाउँ छैन स्कुल रहेछ त्यहाँ पछाडि गाउँै छैन गाउँै छैन उराट लाग्दो ठाउँ रहेछ यार यता झन्डै यो दाइ यस्तो अब गोर्खाको यस्तो ठाउँमा आइपुग्यो होइन बुनुहरूले यस्तो देखाउने ठाउँसम्म हेरियो पारा होइन पारा त यता आइदिन्छ अब सबभन्दा गोर्खा ल लेटेस्ट भ्यू अफ गोर्खा यस्तै छ अब हामी गोर्खा भ्यू हामी अहिले लोकेटेड ठ्याक्कै कहाँ रे दाइ हामी अहिले चाहिँ गोर्खाको गण्डकी गाउँपालिका नम्बर 2 है वडा नम्बर 2 तिर गण्डकी गाउँपालिका चलपल मिस्टर कोइन्स विथ सुरज गुरुङ हाम्रो दा रेस्पेक्टेड दादाको प्रदेश नम्बर 4 गोर्खा जिल्ला त्यही हो आजको आज फर्स्ट अफ अल शिवरात्रि शिवरात्रि ल सबैलाई एकदम शुभकामना हैन दाइ हाम्रो शिवरात्रिको चाहिँ सबैलाई ह्यापी शिवरात्रि भन्न चाहन्छु है द्याट्स अल अनि खोइ त हाम्रो गाँचे फुल हो हाम्रो गाँचेको फुल अब उता फुलहरू छ नि त फुलसँग आज यस्तो गर्ने सानो सानो फुल एकदम हामीले हैन फर्स्ट टाइम चिन्ने हैन यो भनेको चाहिँ के हो यो हो भनेर चाहिँ हैन छोरा छोरीको मेरो त्यही हो अनि कवि खुसी कविको गम कहिले लोकल कहिले राम द्याट्स अल हैन सो यो गाइज दाइ यो चाहिँ हाइवे त हैन भए पनि हाम्रो लागि हाइवे हो दाइ यहाँको लागि एकदम मस्त फुल हाइवे हो सो त्यो मोहरी यहाँ औडा हान्दियो त्यहाँ 2-4 जना बोल्नुहरू त्यही होली मनाएर आएको थियो त्यहीँ गायब भयो सो गाइस त्यही हो एउटा उहाँ भर्खर आउँदैछ हामी जानुपर्ने चाहिँ यो भारीपट्टि यो ठ्याक्कै यो अगाडि फर्स्ट यो पछि देखेको डाँडाको ठ्याक्कै डाउनमा जानुपर्ने हो अब यहाँदेखि आज काठमाडौँ निक्ल्यौँ भनेर सोचिरहेको छु म यहाँबाट काठमाडौँ भनेको त्यही 2 घन्टा 3 घन्टाको रेन्ज डिस्टेन्स हो त्यही भएर त्यो डाँडा पास गरेपछि चाहिँ म त्यहाँ तल पुगेर अब म आएको कम्पनीमा गएर यताउता रिजाइन गरेर
लेटर लिएर त्यसपछि हिसाब गरेर बल्ल चाहिँ यहाँबाट आउट हुन्छ यसले आधा घन्टा त्यहाँ त्यो होली मनाउने के शिवरात्रि मनाउने बुनु सानो सानो बच्चाहरूसँगै टाइम बिताइदिएर अगाडि फेरि एउटा यहाँ हाम्रो सुस्त ग्याङको डान्समा यहाँ देखाइदिएर ल डान्स हान्दिएर हामी जहिले पढ्नु चिलमा गाजा खानी छैन हाम्रो यो आइज छैन हाम्रो लेट्स गेट रामेछाप जिल्लाको भुजी हो बस्ती लफडा नचाज लफडो भयो अस्ति घन्टा ढिलो भयो चढाउँछु फस्ती भइरहेछ पानी खाने आगोमा जानी जानी सामान खाने दाना पानी मैले छानी छानी गाना बानी सब दहैन मुजी गाजा हुन्छ सबै पाना पानी डन्ठीले लगे बाडा हैन मुजी पाडी हुन्छ कहिले खाना मानी चौकीको डन्ठीलाई मामा मानी डन्ठीले पनि खान्छ ठानी त्यसको आनी बानी आको मतिर जिउँदै ज्ञान ह्यान्डेड स्किल पब्लिक पार्न सिकिरा कलाको कदर गर्न आके छु लागोलाई माथि चढ्न दैट आगे छेउ म पिउ है एकल त को निम जलेछ ओ चुप लाग ल सुस्ता ग्याङ अब सुस्ती ग्याङ विथ अस हैन सुस्ती ग्याङ अब जंगलको लास्ट डे इन सुस्ती ग्याङ अब जंगलको तर्फ राति हैन गाजाले ज्याम मार्ला गरेको हन्टिङमा आइदिए केटाहरु बाटोमा जल्लाई भेटे पनि पाइँदैन मलाई मुजी सोते हो यसको कोइन्स पनि आज थोरै अब सबै कुराको त नभनौ अल्कोहलको ट्रिपमा हो 50% जस कहाँ हिँड्दै छु भनेर चाहिँ द्याट्स त्यति चाहिँ थाहा छ जस खाना चाहिँ मिस्टर कोइन्सले भोलिको दिनमा पनि ढाँट्दैन अहिले पनि ढाँट्दैन दाइ हाइवे भइदिएर नि यो हो हामी अर्कै बाटो जाने हैन यहाँ अगाडि एउटा स्कुल छ त्यहाँदेखि हामी दाइ अब हाइवे छोडेर हामी सर्टकट अनि चिन्नु पर्दैन सर्टकट जाने हो त्यहाँ अगाडि हैन त्यही हो दाइ आजको जोस 81 सालको शिवरात्रि कस्तो भयो हामीले चाहिँ 3 जनाले 81 को शिवरात्रि मनाइदिएको हो कि हैन 81 साल शिवरात्रिको मेला गोर्खा जिल्ला 3 जनाले हल्लायो गोर्खा जिल्लाको शिवरात्रि 2081 साल हामी 3 जनाले हल्लायो मात्र शिवरात्रि त काठमाडौँमै मनाउँछु म भरे लाइक भरे भयो भने शिवरात्रिको लागि असति पुग्ने भन्ने टार्गेट हैन म एउटा अहिले कति बेला निस्किन्छु यहाँबाट सो त्यही हो सक्यो भने शिवरात्रि मनाउन जाने मेरो त धेरै वर्षको हैन अकल जस्तै भइदियो जिन्दगी भनेको के रहेछ भनेर कहाँनेर कतिखेर कुन समयसम्म टार्गेट भन्ने राख्नु नै गलत हो यसो गर्छु भनेर सोच्यो भने मान्छेले नेभर क्या मैले जति भोगेँ हैन कसम धेरै त हैन मुला बे गरेको भए चाहिँ छोरीको उमेरको हरले नै यसलाई रेप हान्दिएर हैन दाइ हामीले अगाडि देख्दिएर नि त हैन त्यो बाटो छेक्ने बुनुहरूले साथीलाई झन्डै अब तेरो साथी आइदियो भनिदिएर म त्यहाँ दिनु हाम्रो सो त्यही हो हैन अहिले काहीँको रमाइलो यो साथीभाइहरू दाजुभाइहरू दिदीबहिनीहरू हैन अब जे होस् छोरा मान्छे छोरा मान्छे भन्न आएछ सरी मान्छेको जिन्दगी त्यस्तै हो कहिले गाली कहिले ओह्राली कहिले सहर कहिले जङ्गल हैन भइरहन्छ सो त्यही हो अब म जहाँ पुग्छु यस्तो थोरै इन्ट्रेस्टेडहरूले हेर्छ कतिजनाले अनि कतिलाई मनपर्छ कतिलाई एउटा लाग्छ म त्यो कसैलाई राम्रो मन परोस् हो भनेर गर्ने पनि हैन जे होस् मेमोरियल
जस मेमोरी हुन्छ भोलिको दिनमा के थियो त भन्दाखेरि यहाँ पुगेको थिएँ भन्ने यादगारहरू मात्रै हो अब नेपालको बसाइ धेरै पनि छैन एभ्रिवान सो त्यही हो अब मिस्टर कोइन्स धेरै बस्दैन नेपाल जतिन्जेल बस्छ होइन दुःख सुखको सब हानिदिने हो सबैलाई अब यहाँ गएर थोरै तल म स्टार्टिङदेखि नै सो गरेर आइरहेको छु अब तल गएर कस्तो कस्तो कन्डिसन हुन्छ जे होस् आजको फुल डे विथ फुल भ्लग आउने हो मिस्टर कोइन्स होइन थोरै चित्त नबुझ्ने खालको कुरा पनि भइरहेको छ झगडा गरेको सिन पनि आउन सक्छ मिस्टर कोइन्सको आज हेरौँ एन्डिङमा कसरी हुन्छ यसै होइन त्यही हो पार्टी सुस्ता ग्याङ ओ सुस्ता ग्याङ ल सुस्ता पारा ओइ सुस्ती फर्किदिएर नि सुस्ती डाँडा गएर आएको यस्तो कसरी खानुहुन्छ तपाईँले बा यो कसरी खाने रस आउँछ नि त माडेर खाने रस आउँछ नि बाबु माडेर खाने परेर आउँछ बा यहाँ कति वर्ष हुनुभयो अहिले हजुर म त अहिले त 70 पुग्नुभयो है वस्तु कति छ भएको घरमा चाडा छ यहाँ वनमा यता चाडा ल्याएर ए यहाँ चारवटा छ ए घरमा चारवटा हजुर बा गोठमै बस्नु भन्छ कि अहिले घरमा बस्नु गोठमा छ गोठमा बस्ने अहिले सिजन होला कति समय गोठमा बस्ने कति समय घरमा बस्ने म यसपालि म घरैका खान घरका खान वर्षै पुग्यो ए छोराछोरी कति छ भएको मेरो छोराछोरी छैन बिहे गर्नु भा बिहा गरेरै बुढी मऱ्यो बुढी बितेको म त अहिले त राँडे हो ए ठिक छ यस्तै हो अब अहिले आमा नि आमा बुढा भइहाल्यो बा कति उमेरमा बितेको आमै चाहिँ म मेरो बुढी त पोर्साउन मरे दाइ म हिँड्दै गर्नुमा आउँछु पोर्साउन अहिले वर्ष पुगिरहेको हजुर वर्ष पुगिरहेको वर्ष पुग्यो बा दुःख छ नि बा है एक्लै दुःख छ नि एक्लै दुःख छ नि बा अनि एक्लै घाँस काट्ने अलिअलि घाँस काटेर राखेर बस्दै हेर्ने भए अब आफै पकाउने भएको आफै खाने है दुःख छ नि बा मैले यहाँ भिडियो बनाएको छु बा ल हजुर एउटा भिडियो खिचाएको छु क्या म भिडियो गर्छु मेरो केही हुन्न बाह्र मेरो सँगै छ क्या अब यहाँ मेरो उता यहाँ होइन नि बा घर मेरो रामेछाप हो घर रामेछाप अब आज म जानु पनि लाग्यो बा यो गोर्खा जिल्लै हो म बस्ने पनि त्यहाँ पर यो डाँडा पारी होइन तर त्यता सोचे जस्तो भएन बा जाँदैछु बाको दुःख लाग्यो म त्यो बासँग त्यो सुर्तीहरू छ कि भनेर आएको के होइन पुग्छ बा यतिले मजाले पुग्छ बा ल ऊ पुग्छ यसले पुग्छ बा दुःख नमान्नु बा ल बा मिठो लाग्यो बालाई भेटेर ल बा ल गएँ ल बा त्यही हो गाइस होइन मान्छेको लाइफ कस्तो हुन्छ यो पालि लगभग यहाँनिर जिन्दगी बिताएको भयो त्यस्तो टाइपको भइदिएर अब के भन्ने कसलाई के भन्न सकिन्छ सो द्याट्स अल मिस्टर कोइन्सले कस्तो मान्छे भेट्छ कस्तो ठाउँमा पुग्छ होइन कसैलाई पनि थाहा हुन्न क्या सो त्यही हो खुसी रहौँ खुसी बसौँ जतिन्जेल छौँ होइन कस्तो मान्छेहरू खुसी छन् अहिलेसम्म हामी किन दुःखी हुने हो र सो त्यही हो अलि तलतिर गएर भेट्छु ल है गाइस